भगवान रूपी मेरा सम्पूर्ण दर्शक महानुभावहरूलाई मेरो युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। सदा चाहिँ आज म तपाईलाई एक यस्ता दुई आत्माहरूको कथा सुनाउँदैछु जो अलग थिए तर तिनको मन सधैँ एउटा तालमा बस्थ्यो। यो कथा हो सपना र कृष्णको। त्यो दिन गाउँमा मेला लागेको थियो। सपना एक सरल तर गहिरो सपना बोकेकी युवती पहिलो पल्ट मेलामा गएकी थिइन्। जताततै रौनक थियो, रङ थियो, तर उनको नजर रोकियो एउटा व्यक्तिमा। एउटा कुनामा उभिएको थियो जो व्यक्ति थियो कृष्ण, जसमा सपनाको नजर रोकिएर एकोरो टोलाइरहेको थियो। कृष्ण जो शान्त अनुहारमा हातमा बाँसुरीको सुर यस्तो कि त्यो आवाज सिधै सपनाको मनमा पस्यो। सपना केही बोलिनन्, तर मनले भने यी को हुन्, सायद मेरै लागि आएको हुनुपर्छ भनेर टोलाइरही। कृष्णको नजरमा पनि सपना अडियो। एकछिन, सायद केही सेकेन्ड, तर त्यो एक झलकले दुई अनजान हृदयलाई बाँधिसकेको थियो। मेला सकियो, भिड छुटियो, मान्छेहरू घर फर्किए, तर सपनाको मनमा त्यो बाँसुरीको सुर अझै गुन्जिरहेको थियो। र कृष्णको मनमा त्यो नजर, त्यो लाज जसले उसको बाँसुरीमा नयाँ सुर थपिदिएको अनुभूति गर्दै कृष्ण पनि मुस्कुराइरहेको थियो। त्यही दिन भाग्यले उनीहरूलाई पहिलो पटक जुदाएको र जुराएको थियो। सपनाको मन अझै मेलाको त्यो बाँसुरीको आवाजमा अड्किरहेको थियो। बाँसुरी मात्र थिएन, त्यो कृष्णको आत्मा बोलिरहेको सङ्गीत थियो। त्यो माया, त्यो नजर सपना बिर्सिनै सकिरहेको थिएनन्। ऊ त्यही सोचमा डुबिरहेकी थिइन्। केही दिनपछि उनले सुने गाउँमै कृष्णले एउटा सानो सङ्गीत कक्षा सुरु गरेका छन् भनेर। सपनालाई पनि मौका कहाँ पाइयोस्, मौका खोजिरहेकी थिइन्। अनि एक दिन हिम्मत गरेर उनले त्यो ढोका ढकढकाई। कृष्णले ढोकाको ढकढक गरेको आवाज सुनेर ढोका खोले र सपनालाई देखादा मुस्कुराएर तिमी भनेर प्रश्न गरे। सपना लजाइन् र भनिन्, म बाँसुरी सिक्न चाहन्छु हजुरसँग। तर सपनाको मनले भने अर्कै नै मिठो पकवान पकाइरहेको थियो, जुन थियो मायाको मिठो पकवान। र भनिरहेको थियो, म बाँसुरी होइन, तिमीलाई बुझ्न चाहन्छु। तर अन्तर्मनबाट मात्रै बोलिरहेको थिए। कृष्णले पनि बाँसुरी सिक्ने हुन्छ नि, म सिकाउँछु भनी खुसी हुँदै उसलाई बाँसुरी सिकाउने निर्णय गरी बाँसुरीमा सिक्नको लागि र आफूले सिकाउनको लागि तयार भइरहेको अवस्थामा अब कृष्णको बाँसुरीको धुन नै फरक सुनिन थालियो, मिठो सुनिन थालियो। प्रत्येक सुरमा भावना थियो र त्यो भावनामा थियो सपनाकै नाम। दिनहरू बित्दै गए। अब तिनीहरूको संवाद शब्दमा होइन, सुरमा परिणत हुन थाल्यो। यस्तै क्रम चलिरहने भइरह्यो र यस्तै क्रम चलिरहँदा एक दिन अभ्यासपछि कृष्णले भने, सपना, तिमी मेरो सङ्गीत हौ, तिमी बिना यो बाँसुरी अधुरो लाग्छ मलाई। सपना लजाउँदै केही बोलिनन्, तर आँखाले सबै उत्तर दिइसकेको थियो। यस्तै त हो हाम्रो गाउँघर। गाउँमा हल्ला सुरु भयो। सानो ठाउँ, सबैले सानै सानै कुराहरूमा नजर लाग्ने, चियो चासो गर्ने र गाउँमा हल्ला सुरु नहुने त कुरै भयो। गाउँमा हल्ला सुरु भयो कि सपना र कृष्ण नजिक भएका छन्। माया बसिसकेको छ, तर तिनीहरूको माया साँचो थियो
पवित्र थियो। मन र मन बीचको सम्बन्ध जसले शब्द खोज्दैन, सिर्फ महसुस गर्छ, एउटा अनन्त प्रेमको कहानी जोडिँदै थियो। भाग्यको परीक्षा भनौँ अब के हुँदैछ? भावुक र गहिरो प्रेमको सम्बन्ध कहाँ जाँदैछ? माया जति गहिरो हुन्छ, भाग्य त्यति नै कठोर परीक्षा लिन्छ भनिने सुनिएको थियो। अब सुनौँ विस्तृतमा कथा। सपना र कृष्णको सम्बन्ध गाउँभरिको चासो बनिसकेको थियो। बुढापाकाले भनिरहेका थिए, कृष्ण त गाउँको सामान्य केटा हो, सपना त पढिकी छे, उसको भविष्य त सहरमै हुन्छ भनेर। यसै क्रममा उनीहरूको प्रेम कहानी, प्रेमको सम्बन्ध सपनाको बुबासम्म पुग्दै गर्दा सपनाको बुबा यो प्रेम सम्बन्धमा त्यति खुसी थिएन र सपनाको बुबाले रिसाएर सपनालाई भन्दै गर्दा सपना सुनिरहे र बुबाले भन्नुभयो, हामीले तेरो विवाह ठुलो मान्छेहरूका घरमा तय गरिसकेका छौँ, सहरको प्रतिष्ठित व्यापारीको छोरासँग तय गरिसकेको छौँ, त्यसैले यो कृष्ण भन्नेसँग तेरो साँठगाँठ गर्न छोडिदेऊ छोरी। तर सपनामा हराइसकेकी थिए। सपना कृष्णको मायामा डुबिसकेको थिए। सपना आँखा रसाउँदै भन्थिन्, बुबा म कृष्णलाई माया गर्छु। पैसा वा प्रतिष्ठा होइन, म उनको आत्मालाई चिनेको छु, मैले उनको आत्मालाई चिनेको छु। तर यो संसार हरेक कुरा बुझ्दैन। कहिलेकाहीँ प्रेमले पनि हार मान्नुपर्छ, समयको अगाडि, समाजको अगाडि। एक साँझ सपना कृष्णसँग अन्तिम पटक भेट्न गइन्। समाजका यस्तै नकारात्मक सोच र दुई प्रेमी बीचको भाँजो हाल्नेका कमी नभएका कारणले गर्दा दुवै बीचमा अन्तिम पटक भेट्ने एउटा निर्णय गर्दै गर्दा एक साँझ सपना कृष्णसँग अन्तिम भेट गर्नको लागि गइन् र रुँदै उनीहरू दुवैजना एक अर्काको अनुहारमा हेर्दै बोल्न नसक्ने अवस्थामा अब के गर्ने, मनभावना बोली, मनले मात्रै बोली, एकान्तमा सुक्क गर्दै एकले अर्कालाई अङ्गालो मार्दै बसिरहेको अवस्थामा कृष्णले चुपचाप एउटा चिठी सपनाको हातमा थमाए र हाँस्दै भने, सपना म तिमी बिना बाँच्न सक्छु, तर तिमी बिना म कहिले पुरा हुँदिन। र यति भन्दै कृष्ण हिँडे। फर्केर हेरेनन् उनीले, किनकि उनी जान्दथे फर्केर हेरे भने उनको आँखा सपना जस्तै रोला भनेर। कहिलेकाहीँ माया छुटिन्छ, तर त्यसको गन्ध जीवनभर मनमा बाँचिरहन्छ। 5 वर्ष बितिसकेको थियो। सपना अब गाउँकै स्कुलमा शिक्षिका बनेकी थिइन्। उनको अनुहारमा शान्ति थियो, तर मनमा अझै बाँसुरीको सुर गुन्जिरहन्थ्यो, जुन सुर कृष्णको बाँसुरीको थियो। एक साँझ स्कुलबाट फर्किँदै थिइन् सपना, त्यत्तिकैमा गाउँमा रेडियोमा आवाज आयो र खबरको सूचना। त्यो आवाज सपनाको कानमा पर्यो। रेडियोले भनिरहेको थियो, आजको विशेष साङ्गीतिक प्रस्तुति प्रसिद्ध बाँसुरी वादक कृष्ण। कान थर्किए, आँखा रसाए। वर्षौं अघि छुटेका ती सुरहरू आज फेरि हावामा घुलिरहेका थिए। भोलिपल्ट सहरको एक खुल्ला कार्यक्रममा कृष्णको लाइभ प्रस्तुति थियो। कृष्णको लाइभ प्रस्तुतिको खबर सपनाले सुन्ने र सपना नजाने, नगइकन बस्ने त यो हुनै सकेन। सपना पनि भोलिको कार्यक्रमको लागि तयार भई सपना पनि गई। ती हजारौं मान्छेको भिडमा चुपचाप बसेर मञ्चतिर हेरिरहेकी थिइन्। मञ्चमा कृष्ण थिए, तर बाँसुरीमा त्यो उही पुरानो मिठास थिएन। जति सुर निकाल्थे त्यो अधुरो लाग्थ्यो। अचानक उनले भिडमा सपनालाई देखे।
सपनासँग आँखा जुध्यो, बाँसुरी थमिए जस्तै भयो र त्यस क्षण बाँसुरीले फेरि बोले जस्तो लाग्यो। यसरी कार्यक्रम कहिले सकिएला र सकिएला जस्तो भइरहेको बेलामा कार्यक्रम सकिसकेपछि सपनालाई खोज्दै र सपना कृष्णलाई खोज्दै एकै ठाउँमा उनीहरू भेटिए। दुवै चुपचाप तर नजरभित्र गहिरो कुराकानी भइरह्यो। कृष्ण मुस्कुराउँदै भने, 5 वर्ष भयो तिमी अझै उस्तै देखिन्छौ सपना। सपनाले पनि बिस्तारै भनिन्, तिमी त अझ परिपक्व भएछौ कृष्ण, तर माया त अझ गहिरो लाग्छ आज पनि। सपना र कृष्णले केही मागेनन्, उनीहरूले गुनासो पनि गरेनन्, तर ती आँखाले भने हामी छुटेका थियौँ तर हाम्रो माया कहिले मरेको थिएन भनिराखेको थियो। पुनर्मिलनपछि सपना र कृष्ण फेरि एक भएर बाँच्न थाले, तर उनीहरूले विवाह गरेनन्, किनकि उनीहरूको प्रेमभित्र पहिले नै एउटा गहिरो बन्धन थियो जुन कसम, औँठी वा विधिसँग बाँधिन आवश्यक थिएन। कृष्णले सपनालाई हेरेर भने, हाम्रो सम्बन्धलाई नाम चाहिँदैन सपना, हाम्रो माया आफैमा पूर्ण छ। सपना मुस्कुराइन्, हामी हाम्रो माया अरूलाई बाँड्न सक्छौँ। जुन माया बाटोमा हराउँछ हामी त्यसलाई सङ्गीत र शिक्षाको माध्यमबाट जीवन दिन सक्छौँ कृष्ण। यसरी नै मिठा मिठा दुवै बीच भएका संवादहरू सुन्दा हृदयस्पर्शी लागेर आउँछ। कति चोखो प्रेम छ है उनीहरू बीचमा। त्यसपछि उनीहरूले गाउँमा अनाथ बालबालिकाहरूको लागि एउटा सानो आश्रम सुरु गरे। कृष्ण सङ्गीत सिकाउँथे र सपना पढाउँथिन्। हिजो जस्तो सफा त्यो माया अब आफूभित्र मात्र सीमित थिएन। हजारौं नानीहरूको जीवनमा उनीहरू प्रेमको अर्को नाम बनिसकेका थिए। बाँसुरी अझै बज्थ्यो, तर अब त्यो प्रेमको होइन, प्रेरणाको आवाज थियो। उनीहरूले विवाह गरेनन्, तर तिनीहरूको सम्बन्धले विवाहभन्दा ठुलो एउटा कुरा सिकायो, जसलाई समर्पण भनेर चिनिन्छ। हामी समर्पण भन्दछौँ। गाउँमै उदाहरणीय व्यक्तित्वको रूपमा चिनिन थालेका दुवैजना, उनीहरू कहिले छुट्टिएनन्, कहिले बन्धनमा बाँधिएनन्, तर इतिहासमा अमर भए एक यस्तो जोडीको रूपमा जसको माया आज पनि बाँचिरहेको छ। सपना र कृष्णको माया साँचो प्रेमको त्यो सुर थियो जुन कहिले मर्दैन र जुन हामी सबैको मनमा बाँसुरी भएर बजिरहन्छ। साथीहरू, सपना र कृष्णको अमर प्रेम कथा यहाँहरूलाई मैले सुनाएँ। तपाईँलाई कस्तो लाग्यो? कृपया तपाईँको भावना तल कमेन्टमा लेख्न नबिर्सिनुहोला। यस्ता अरू मन छुने कथाहरू सुन्नलाई हाम्रो च्यानललाई लाइक, कमेन्ट, सब्सक्राइब र सेयर गर्न नबिर्सिनुहोला। तपाईँको माया नै हाम्रो प्रेरणा हो। धन्यवाद। फेरि भेट्नेछौँ नयाँ कहानीसँगै, नयाँ उत्प्रेरणादायक कहानीसँगै। स्वस्थ रहनुहोस्, दुरुस्त रहनुहोस्। धन्यवाद।